काठमाडौँ हिजो सोचेको हामीले खानिदिन्छन् र भने हिजो सोचेको हामीले त किन्छु भन्दा नि बेच्दैनौँ हामी भनिसक्यो छोडेर डिले हिँडेर जानु पर्यो झरना नै नबाठामा झरना छ भने ल्याएर यिनीहरूले है कहाँबाट जाने हो कताबाट यहाँबाट आउनु ल यस्तो छ ढुङ्गा कत्रो ढुङ्गा हो करने ला नानु यही हो झरना कति टाढा हो 10 मिनेटमा मान्छे टन्ने हो अघि त थियो अहिले त कम भयो होला छैन हैन छ टन्ने गइराको पनि छ तर मान्छेहरु आइराको पनि छ गइराको पनि छ दुईटै हामीले ठाउँ पुग्छ खेलेन टन्ने छ भन्नुहुन्छ खेलेर चुर्लुम्मै भिजेर आयो भित्र बाहिरदेखि सबै भिज्यो भित्र सबै खै एकजना मात्रै भिजेछ त ए ऊ पनि भिजेको रहेछ हो नानी पनि भिजेको नानी पनि भिजेको कस्तो डुबाउँछ त्यहाँ डुबाउने छ ठाउँ अहिले अलि कम भाषा पाइन्छ माथि जानुपर्छ क्या तलका हलाइनहरु माथि पनि यति चाहिँ आउँछ माथि छैन माथि पनि यति माथि नि कम भइसक्यो यो हामीलाई अलिअलि बाँकी हुन्छ तर पानी अलि फोहोर छ हो बिस्तारै पानी भने आफ्नै खुट्टातिर पो हेरेर सुरा स्याम्पूहरू किनेर ल्याएन स्याम्पूहरू नुहाउन आउने मान्छेहरू घर नआएर यहाँ त यसो स्याम्पूसँग साबुनै लगाएर नुहाउने भनेको बाटो चाहिँ यस्तो छ है गाइज ल बाटो यस्तो छ के हो
5 मिनेटमा पुग्छ भन्थ्यो नानुहरूले अझै पुगेको छैन यहाँ पो रहेछ झरना है गर्मी छ यार लास्ट आज शीतल शीतल रहेछ काफल खाने बेलामा काफलको बोटै छैन के हो यार यहाँ कहाँ एउटा पोखरी यहाँ रहेछ ए कुवा रहेछ कुवा हाँ हो मेरो छोरालाई पनि ल्याउनु पर्ने जनावर छ यो हे ला 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 बाटो सानो है बाटो सानो छ अर्को पालि आउँदाखेरि ठुलो हुनुपर्छ हो हो आया बोसो पग्लिने रहेछ त हौ साउन्ड आइरहेछ है झरनाको आइरहेछ है पुग्न लाग्यो अब 2 मिनटमा पुग्छौँ हामी कोही न कहाँ हो पानी झरना कहाँ छ छैन तपाईँहरू छ त अरे ओहो ल झरना खै यही त होला नि माथि छ अझै यो भन्दा कहाँ यता तल होला नि कता माथि जाने हो कति टाढा छ माथि एकछिन यहीँ हेरौँ न ओहो हो सुकेछ यार पहिला कस्तो ठुलो भयो यार
खै बाबु भाइ माथिबाट मुतेर आयो त हैन बाबु ल ल होइ होइ हामीले पनि लगाइदिनु दाइ ब्लगमा ओ यार झराउ झरना त यता पो रहेछ है ऊ दे बाटो यस्तो छ पसिनाले पुरै नित्रोकै भिज्यो झरना देखिरहेर भन अँध्यारोमा देख्ने गफ परेछ यार उज्यालोमा देख्ने भयो जाउँ ल टोली मुभ चप्पल चुडेल है होइट चिप्लो कस्तो रुख रहेछ यारमा अयो कस्तो रुख रहेछ टाउको ठोकिहाल्यो नि अया बाङ्गै ठोक्यो भने मोबाइलै झऱ्यो यार झन् फुट्यो नदेखेर दौडेर आएको हैया नदुखेर ल हेलो हेलो कहाँ हो तल हामी अहिले जान्छौँ अलिक सानो छ माथि ठुलो छ भनेर आएको कस्तो छ हेर्नु है आहा कति रमाइलो कहाँ यही हो झरना यही हो हो र कहाँ माछा छैन माछा डेन्जर रहेछ ल औ लाखे 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 त्यहाँदेखि आउँदा पछि नै पुरै निस्क्यो अब यहाँ यस्तो छ उता छ पौडी खेलेर बसिरहेकाहरू साथीहरू ल पानी चाहिँ सुकेर होइन सुकेर कम हारेछ हान्ने ल यहाँ चाहिँ झऱ्यो भने खतरा छ यस्तो झऱ्यो भने जाने खालको छ होइन पलाएर पौडी खेल्ने हो यहाँ झरनामा खै बाबु गएको ल टोली हेर्दै गर्नु होला खै
अब पौडी खेल्ने छ साथीहरू हेर्दै गर्नु होला है